नमस्कार मित्रहरू, फेरि पनि हजुरहरू सम्पूर्णलाई आजको भ्लगमा हार्दिक स्वागत गर्दछु है। र विशेष जुन कामले हामी भेलोर आएको थियौँ है ट्रिटमेन्टको लागि, मेरो रिभ्यू पनि एकदम सक्सेसफुल्ली कम्प्लिट भइसकेको छ है। काकाको पनि हिजो लास्ट थियो डक्टर अपोइन्टमेन्ट र काकाको पनि 100% सक्सेस भइसकेको छ है। र हामीले चाहिँ अब भोलि 31 तारिकको टिकटहरू पनि लिइसकेको छौँ घर फर्किने हो, अब ब्याक टु होम। र आज चाहिँ हामी जानेर नै एक दिन बसेको छौँ है। किन भन्दाखेरि चाहिँ यो पछाडि तपाईँहरूले जुन देख्नु हुँदैछ पहाड है, यो पहाडको कुनै थुम्कामा चाहिँ एउटा मुरुगन टेम्पल छ है, कार्तिकेय भगवानको मन्दिर छ, जहाँ चाहिँ आज हामी जानेवाला अस्तिदेखि प्लान गरेको थियौँ सबै सकेपछि जान्छौँ भनेर। किनभने त्यो चाहिँ निकै टाढो छ, लगभग 20 किलोमिटरभन्दा पनि ज्यादा। र आज चाहिँ हामीले गाडीहरू पनि सबै हिजै बुक गरिसकेको छौँ है। र आज चाहिँ हामी यो पहाडको कुनै थुम्कामा भएको कार्तिकेय भगवानको मन्दिर, जहाँ चाहिँ म लास्ट इयर पनि गएको थिएँ। र लास्ट इयर जाँदाखेरि चाहिँ अब मलाई त्यस्तो थाहा छैन, किनभने म अलिकति बिमारी थिएँ, माइन्डहरू पनि त्यस्तो ठिक थिएन हो। र घरबाट आउँदा नै मैले सोचेर आएको थिएँ त्यहाँ चाहिँ जान्छु भनेर। र फाइनली आज चाहिँ त्यो दिन आइसकेको छ है। र आज चाहिँ म, बुढी अनि काका तिनजना चाहिँ अहिले 11 बजी हामी मुभ हुनेछौँ घरबाट है। र यहाँनिर जानकारी जुटाउँदाखेरि यहाँको स्थानीयहरूले भनेको सुन्दाखेरि चाहिँ योपालि चाहिँ त्यहाँनिर ठुलो शिवलिङ्ग पनि स्थापित गरेको छ अरे है। मलाई त्यो पनि हेर्नु मन लागेको छ, तपाईँहरूलाई म अवश्य देखाउने छु। र आजको हाम्रो चाहिँ मन्दिर भ्रमण बाबा भोलेनाथमा माथा टेक्ने है, कार्तिकेय भगवान्लाई माथा टेक्ने। र विशेष चाहिँ अब यत्रो टाढो आएर हामी ट्रिटमेन्टको लागि जुन काम ल्याएको थियौँ, त्यो काम चाहिँ एकदमै सक्सेस भएको खण्डमा चाहिँ हामी धन्यवाद दिने भगवान्लाई जाँदैछौँ है। यो पछाडिको जुन पहाड छ यसलाई चाहिँ पालामाथि हिल्स भन्दो रहेछ है। यो चाहिँ अब भारतको नक्सामा हेर्नु भयो भने चाहिँ इस्टर्न घाटको एउटा रेन्ज रहेछ है। र आज चाहिँ हामी यो माथि डाँडाको मन्दिरमा चाहिँ जानेछौँ, र तपाईँहरूलाई पनि देखाउनेछौँ, हामी पनि दर्शन गर्नेछौँ। र तपाईँहरूलाई पनि कार्तिकेय भगवान, बाबा भोलेनाथ लगायत सम्पूर्ण जति पनि भगवान्हरू त्यहाँनिर विराजमान हुनुहुन्छ उहाँहरूको तपाईँहरूलाई हामी देखाउनेछौँ, दर्शन पनि गराउनेछौँ। हेर्दै जानुहोस्। र अबको क्रममा चाहिँ हामी रेडी हुनेछौँ र त्यसको बादमा चाहिँ निक्लिनेछौँ। अबको क्रममा चाहिँ हामी रेडी भइसकेको छौँ है। र हाम्रो अटो पनि अब लगभग आइपुग्यो होला तल। र मेरो म्याडम पनि रेडी भइसकेको छ। म्याडम कहाँ जाने हो अब? कार्तिकेय भगवानको टेम्पल जाने। ल त्यसो भए लागौँ ल। ल लेट्स मुभ। लु अब भने चाहिँ हामी लाग्यौँ मन्दिर दर्शनतिर। हामी रुमबाट निक्लिसकेका छौँ है। अटो चाहिँ अलिकति ढिलो हुने रहेछ, 5 मिनट अरे। र हामी चाहिँ वेट गरिरहेछौँ, यहाँ काका र बुढी चाहिँ वेट गरिरहेछ, म पनि वेट गरिरहेको छु है मित्रहरू। र अब मन्दिरको जाने क्रममा चाहिँ हामी चाहिँ अहिले अटो पर्खिरहेछौँ, आउँदैछ होला सायद हाम्रो नन्दा भाइ। र अटो पनि आइपुगेको छ मित्रहरू। चले नन्दा भाइ, चल त यहाँ मन्दिर। ल अब भने चाहिँ लाग्यो। ल अब भने चाहिँ नन्दा भाइको मिठो नेपाली गाना सुन्दै हामी चाहिँ लाग्यौँ मन्दिरतिर। र मित्रहरू भेलोर सिटीबाट हिँडेको केही क्षणमा नै हामी निकै अगाडि निक्ल्यौँ है। हाम्रो नन्दा भाइले अटोको रफ्तार बढाइसकेको छ। यो भेलोर फर्को बाटो हुँदै हामी अगाडि जाँदैछौँ। हेर्दै जाउँ के छ कस्तो छ नजारा, तपाईँहरूलाई पनि देखाउने छु है। अब यहाँबाट चाहिँ पालामाथि मुरुगन टेम्पल चाहिँ 6 किलोमिटर रहेछ। र त्यहाँबाट पनि हामी निकै अगाडि आइसक्यौँ अहिले। अब भेलोर सिटीको हल्ला खल्ला सब सकिसकेको छ र हामी गाउँमा पसिसकेका छौँ है। र गाउँ पनि बिस्तारै सकिँदै पातुलो हुँदै जाँदैछ। र अहिलेको क्रममा चाहिँ गाउँ पनि निकै पातुलो भएर अन्तिममा अब घरहरू पनि रहेन। र हामी चाहिँ प्रकृतिको कोखबाट छिरेर निकै माथि आइपुगिसकेका छौँ, जहाँबाट चाहिँ भेलोर सिटीको नजारा चाहिँ यस्तो देख्दो रहेछ, तपाईँहरूले हेर्नु सक्नुहुन्छ। हामीले पनि हेर्दैछौँ, तपाईँहरूलाई पनि देखाउँदैछौँ। र पनि यहाँदेखि पनि अझै निकै टाढै छ, लगभग
कति किलोमिटर छ हेर्दै जाउँ। यस्तो नजाराहरूको मनोरम दृश्यहरू हेर्दै बाख्राहरू हिँडिरहेको छ, यो हेर्दै हामी अगाडि जाँदैछौँ है। अझै हेर्दै जाउँ अगाडि के छ। अझै पनि प्रकृतिको मनोरम दृश्यहरूको आश्चर्यजनक नजारा हेर्दै हामी अगाडि बढिरहेका छौँ है। अब यहाँबाट चाहिँ मुरुगन टेम्पल चाहिँ 3 किलोमिटर रहेछ है, र पनि हामी अगाडि बढिरहेका छौँ। यो आश्चर्यजनक नजारा यस्तो सिटीको नजिक है, यो हरियाली रुखपात तपाईँले देख्न सक्नुहुन्छ। प्राकृतिको एउटा अजुबा रूप आज हामीले देख्न पायौँ है, तपाईँहरूलाई पनि देखाउँदैछु। र अब यहाँबाट चाहिँ केही छन् भने हामी मन्दिर पुग्नेवाला छौँ है, जहाँ चाहिँ अब पिच रोड पनि सकिँदो रहेछ र एउटा कच्चा रोड भएर चाहिँ हामी बल्ल मन्दिरको आँगन पुग्यौँ, जहाँनिर चाहिँ दोकान रहेछ। मन्दिरमा पूजा गर्ने फुलहरू, नरिवलहरू, प्रसादहरू किन्दैछ है। र हामी चाहिँ अहिले चाहिँ पश्चिमली मुरुगन टेम्पलको गेटमा चाहिँ आइपुगेका छौँ। र यो टेम्पल चाहिँ एकदमै सहर बजारदेखि टाढो दूरदराज है, सुनसानमा छ, तपाईँले हेर्नु सक्नुहुन्छ। हामीलाई आइपुग्नु झन्डै झन्डै 1 घन्टाको आसपास लाग्यो है। र हामी चाहिँ गेटमा छौँ, मन्दिर चाहिँ अलिक अगाडि छ। र यहाँनिर अब हामी यो प्रसादहरू किनेर मन्दिरमा इन्ट्री हुनेछौँ। लु, मेरो म्याडमले चाहिँ यहाँनिर गजरा लाउँदैछ है। आमाले दामी लगाइदिनुहुन्छ अरे। खासमा त बुढाले लगाइदिनु पर्छ भन्दै थियो, तर मैले त अझ कहिले गजरा लगाएकै छुइनँ, लगाउनु जान्दिनँ पनि। तर यहाँनिर यो दोकाने अम्माले चाहिँ ढङ्ग पुरा र मजाले लगाइदिँदो रहेछ। दामी। लु, मेरो म्याडमले चाहिँ गजरा लायो। अम्माले अच्छा लगा दिया। यहाँ देख्न सक्नुहुन्छ है, कार्तिकेय भगवान अनि कार्तिकेय भगवानको सवारी पनि छ। तर हाम्रो अटो चाहिँ माथि नै पुग्छ अरे। नन्दा भाइले हामीलाई मिठो मिठो भजन सुनाउँदै मन्दिरमा चाहिँ ल्याइपुऱ्याएको छ। मित्रहरू, अहिले भने चाहिँ हामी नन्दा भाइको मिठो मिठो भजनहरू सुन्दै मन्दिरमा आइपुगेका छौँ है। तपाईँले देख्न सक्नुहुन्छ मेरो पछाडि नजारा। एकदमै यो चाहिँ अब एकदमै चोखो ठाउँ है, जहाँ चाहिँ केही गाउँ बस्तीहरू पनि छैन। र हामी चाहिँ आइपुगिसकेका छौँ मन्दिरमा। र अहिले चाहिँ हामी मन्दिरको गेटमा आइपुगिसकेका छौँ है। यहाँ चाहिँ मङ्कीहरू पनि रहेछ, खाओस् न त के मङ्कीहरू पनि हुँदो रहेछ यहाँ चाहिँ है। अब चाहिँ हामी मन्दिरमा पसिसकेका छौँ है। यो चाहिँ हो मुरुगन टेम्पल। चाहिँ हामी एन्ट्री गरिसकेका छौँ। आँखा र बुढी अगाडि अगाडि गइसकेको छ है। म अब खिच्नु दियो भने चाहिँ म सबै खिच्दैछु, तपाईँलाई देखाउने छु। टिकट लिनुपर्ने रहेछ। मन्दिर चाहिँ यस्तो छ, तपाईँले देख्न सक्नुहुन्छ। टिकट लिनुपर्ने रहेछ। ए, यता जानु पर्यो नि पूजा। 3 आदमी। फोटो नै ओके। र मित्रहरू, यहाँनिर चाहिँ फेरि पनि क्यामेराहरू खिच्नु चाहिँ अलाउड छैन रहेछ, तर मैले चाहिँ पर्मिसन मागेर पनि अलिअलि चाहिँ खिच्दैछु है। तर यहाँ बोल्नु हल्ला गर्नु चाहिँ अलाउड छैन रहेछ। भगवान रहेछ है, गणेश भगवान, कार्तिकेय भगवान, कृष्ण भगवान पनि रहेछ माथि छतमा हेर्नु। वेल डेकोरेटेड। लास्ट इयर आउँदा यस्तो डेकोरेसन थिएन नि। लास्ट इयर आउँदा थिएन, अहिले मजाले बनाएछ। र मित्रहरू, मलाई चाहिँ मन्दिरभित्र छिर्ने बित्तिकै एक प्रकारको मनमा शान्ति र डर पनि लाग्यो है। र हामीले ल्याएको प्रसादहरू सबै भित्र चढाएर चाहिँ त्यसरी टिकाहरू लगाइदिँदो रहेछ बाजेले। काकालाई पनि लगाइदियो, बुढीलाई पनि लगाइदियो, अब मलाई पनि लगाइदिनुहुन्छ, म पनि लाउनेछु।
ल यहाँ चाहिँ यस्तो रहेछ है, भगवान्हरू सबै भगवान्हरू रहेछ, तपाईँले देख्न सक्नुहुन्छ। एउटा भगवान् मात्रै होइन, सम्पूर्ण भगवान्हरूको दर्शन यहाँनिर महादेव रहेछ। हर महादेव। गुरुजीहरू होला यिनीहरू। मन्दिर चाहिँ एकदमै पिसफुल जग्गामा रहेछ, एकदम स्वरहरू पनि केही छैन। आउने बित्तिकै हाम्रो प्रसाद चाहिँ बाँदरले, सिद्धि बाबा पनि रहेछ, आउने बित्तिकै हाम्रो प्रसाद चाहिँ बाँदरले लग्यो है, सायद हनुमानजीको भएको थियो होला। यो चाहिँ हो हाम्रो कार्तिके भगवानको सवारी, मजाले पङ्खा भिजाइरहेको रहेछ, तपाईँले हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ यो छ भनेर चाहिँ मलाई लास्ट इयरै थाहा थियो। कति दामी नि नानी, उता फर्किदियो त। आम्बो कस्तो नजारा होला हेर। यहाँ चाहिँ यस्तो नजारा हेर्नु पाउँदो रहेछ है, कार्तिके भगवानको सवारी। लास्ट इयर आउँदा चाहिँ दुईवटा थियो, योपालि आउँदा चाहिँ एउटा मात्रै रहेछ। अब यतिको क्लोजबाट त मैले कहिले पनि देखेको थिइनँ। यस्तो गऱ्यो भने चाहिँ घुम्दो रहेछ नि त। यसलाई के खानुको लागि दिउँ न, छैन हाम्रोमा के? हाउ स्विट। यस्तो नजाराहरू चाहिँ मैले लाइफमा फर्स्ट टाइम देखेको। यो चाहिँ मेल रहेछ, सायद यसको फिमेल लास्ट इयर आउँदै थियो, योपालि चाहिँ ओ माई गड। अम्बो यो नजारा त मैले कहिले पनि देखेको थिइनँ यस्तो त, लाइभ त। ओ माई गड, वाह। हेर्नुहोस् मित्रहरू, यो नजारा चाहिँ मैले लाइफमा फर्स्ट टाइम देखेको है, लाइभ चाहिँ। तपाईँहरू पनि भेलाउनु आउनुभयो भने यो नजारा चाहिँ यहाँ आएर हेर्नु सक्नुहुने रहेछ। यसले चाहिँ निकै बुझ्दो रहेछ है कुराहरू, फ्रेन्ड रहेछ। मङ्कीहरू पनि रहेछ तर एकदमै फ्रेन्डली, केही गर्दैन रहेछ यिनीहरूले चाहिँ। भगवान्हरू चाहिँ यहाँ रहेछ है, सबै भगवान्हरू रहेछ। र यहाँभित्रको हामीले मुजुरको नजारा पनि हेऱ्यौँ है। अब चाहिँ हामी यो शिवलिङ्ग जुन चाहिँ नयाँ बनाएको छ त्यो साइडमा जाँदैछु है, हेरौँ अब। यो मन्दिर चाहिँ अचम्मै पिसफुल जग्गामा रहेछ है, हल्ला खल्ला भन्ने चाहिँ केही छैन है साथी। महादेव रहेछ यहाँनिर चाहिँ, हामी परिक्रमा गर्नेछौँ। र मित्रहरू जुन नजारा हेर्नु चाहिँ आएको थिएँ है, भित्र भगवानको दर्शनहरू पनि गऱ्यौँ, देख्यौँ मुजुरहरू पनि हो सबै। र जुन नजारा चाहिँ म बेताबसँगले हेर्नु चाहेको थिएँ है, त्यो चाहिँ तपाईँले देख्न सक्नुहुन्छ अब।